सबैलाई आज चाहिँ नयाँ भ्लग वी आर गोइङ टु हैन बुढीको अब प्रेग्नेन्सी कन्डिसन कस्तो छ हैन बिचारा मेरो पुन्टी चाहिँ इत्रु छ आज यसको भुडीमा नि इत्रु छ नानी आई होप छोरी होस् है मलाई चाहिँ छोरी एकदम उयो हुन्छ नि अलिकति छोरा मान्छेलाई छोरीको अलिकति उयो हुन्छ के मेरो बुढी चाहिँ चिटिक्क परेछ आज नाइगर इग्नोर है ल सी यू गाइज लेटर भन अहिलेसम्म भेटौँला हस् भन ल हामी त्यहाँ जान्छौँ के कस्तो हुन्छ होइन कन्डिसन कस्तो छ बच्चा कस्तो छ बुझ्छौँ अनि अहिले चाहिँ फर्किन्छौँ ल गाइज अहिले भेटौँला बाटोतिर हस् हामी कहाँ पुग्यो के कस्तो गरिरहेछौँ बिरहन्छु ल गाइज हामी चाहिँ अहिले बाटोमा छौँ है अहिले हल्का अगाडि पुगेपछि साधन चढ्नुपर्छ त्यसपछि उहाँ बल्ल पुगिन्छ अलिक टाढै छ यहाँदेखि होइन मेरो बुढी हेर मेरो बुढीलाई कस्तो देखाएको छ म त हेरे भा भने आज बुढीलाई ल ल गाइज अहिलेसम्म भेटौँ ल बाई बाई कन्डिसन चाहिँ यस्तो छ लाइन बस्नुपर्ने मान्छेहरूको यत्रो हुन्छ कहिले सकिने हो यार कहिले पालो हुने हो कहिले घर पुग्ने हो अझै पनि हामी चाहिँ कुरेरै बसिरहेको छौँ है अझै कति कुर्नु पर्ने हो 10 बजीदेखि हिँड्छु रे बिहानै 7 बजे हिँडेको 10 बजीदेखि हिँड्छु रे बिचरा बुढी चाहिँ भित्र कुरिरह उसलाई भोक लागिसक्यो होला है उसलाई एक्लै छोडिदिनु म नि एकछिन यसो यहाँ बाहिर शीतलमा आएको क्या झ्याउ लाग्यो क्या त्यहाँ सबै मैला बस्दो रहेछ लाजै लाग्यो क्या मलाई चाहिँ है सब केटी साथी आउँदो रहेछ बिचरा पुड्किएको चाहिँ म मात्रै आएको थिएँ ल गाइस अहिलेसम्म भेटौँला म जानु पर्यो भोक पनि लागिसक्यो अब नास्ता खानु पर्ला है बुढीले गएको त्यो काम कहिले सकिन्छ तर क्यु नम्बर 1 मा छ हामी चाहिँ तर अलिक छिट्टै आएछ क्या अब आज पहिलोचोटि बुझ्न आयो भने त अनि केही थाहा पनि थिएन अब अहिलेसम्म भेटौँला बुढी बिचरा कुरिराखेँ मन जानुपर्ने हुन्छ ल बुढी चाहिँ त्यहाँ बसिरहेको छु बच्चा जिस्काउँदैछ वाक्क लाग्छ ओए पुड्की राख न राख त्यहीँ ल गरम न गरम कस्तो हुन्छ रियाक्सन तिम्रो हामी चाहिँ नास्ता खाँदै हो ओइ पुन्टु पुग्यो पुरी पुग्यो अब 2-2वटा पड्काइहाल्यो पो अब चाउमिन खाने अनि त्यसपछि घर जाने हस् बाई बाई गरिदेऊ अनि अघि त्यो उयो गर्दाखेरि हात देखेन ब्लड झिकाल्दाखेरि खोइ त देखाऊ एकचोटि हेर न मेरो पुन्टुको यहाँ निलो भाषा यहाँ त देख्दैन रहेछ देखिरहेको छ यहाँ बल्ल भएर आयो है हामी पनि आज काम पुरा पनि भएन त्यही पनि होइन त बढी काम पुरा पनि नभइन् टाउको दुख्यौँ भोलि पनि बिहान 6:30 बजे पुग्नु पर्यो
दुईवटा काम चाहिँ भयो, एउटा बाइक छ है। थाक्यो। भिडियो पनि कतिको सर्ट भयो, कतिको के भयो। टिङ टिङ भन्छ, कसको मेसेज आयो बुढी? तिमी पनि पढ्ने भिडियोमा। ल गाइस, अब चाहिँ भिडियो टुङ्गाउन गइरहेको छु होइन। त्यही हो, मेरो बुढी चाहिँ अब प्रेग्नेन्ट छ, हजुरहरूलाई पनि थाहा पाउनु भयो होला है। ल ल, लाइक सेयर सब्सक्राइब सबले गरिदिनु ओके। भ्युज युज आउँदैन त्यही पनि वी आर ट्राइङ, स्टिल ट्राइङ होइन। हजुरहरूले नि यसो हेर्ने जतिले चाहिँ जस यसो लाइक साइक चाहिँ हानिदिनु कि ओके। द्याट मच फर टुडे। अब खै भोलि पनि आउनु भने अनि भोलि पनि 6:30 बजी नै पुग्नुपर्ने हुन्छ हामी होइन बुढी? बाई बाई भनिदेऊ कुन्डी। बाई बाई। तिमीलाई अनि प्रेग्नेन्ट भएर कस्तो महसुस भएको छ? कस्तो त कति क्युट देखेँ मेरो बुढीलाई है। छैन तर जुन भिडियोमा नि मैले भन्न चाहिँ भने हुन्छ मेरो बुढीलाई कति क्युट देखायो भनेर है। मलाई पनि 1-2जनाले त मन पराउँछ होला नि त अरे क्या, आज जेलस फिल गर्छ होला अरे क्या। सरी, जेलस फिल गरे नि अब अर्को जुनीमा भेट्नुपर्छ। यो जुनीमा चाहिँ वी आर अलरेडी होइन टेक अन भनौँ न। ओके गाइज, दिस मच फर टुडे। लास्ट बोरिङ भयो ज्यान, अब लास्ट कस्तो कस्तो हुने क्या है। थाके जस्तो, नास्ता खाएर पनि पेट बुम भए, चिल्लो पनि बढी भयो। ओके बाई बाई, सी यु लेटर भन्दा पनि सी नेक्स्ट भिडियोमा भेटौँला हामी ओके। बाई बाई बाई।